आजको भिडियो एकदमै नै स्पेशल रहेको छ। म यहाँनिर अब यो प्याज रहेको छ, यो प्याज थोरै छ हैन, घर खानको लागि चाहिँ। अब यो लगाउनको लागि ठाउँ बनाइरहेको छु। सो अब मल राख्न गइरहेको छु हैन। धेरै पनि लगाएर फाइदा छैन, भाउ जाँदैन। आलु गुयाको भाउ जस्तो भाउ भनेको यसरी मल हाल्यो। यो यति छ। अरू अन्य ठाउँमा चाहिँ अन्य बोट बिरुवाहरू, अन्य के भन्छ सिमीहरू, टमाटरहरू छ। यो घर खानको लागि चाहिँ यति एरियामा चाहिँ लगाउन गइरहेको छु। यो टक्क लाएर मलहरू छ नि है, यसरी मल चाहिँ मजाले हाल्नुपर्ने हुन्छ। जेमा युरियाहरू, बजारका हरेक कीटनाशक विषादीहरू राख्ने गरिन्छ, त्यो चाहिँ त्योभन्दा चाहिँ स्पेसल गाई गोरुको मल चाहिँ आवश्यक पर्दछ। अहिले चाहिँ गाई गोरु पाल्न छोडिसक्यो हैन, यस्तो चलिरहेको छ। यतातिर हरेक घर घरमा चाहिँ तरकारी आफ्नो खानको लागि र आफूले खाएको पछि चाहिँ बेच्दिने, घर खर्च पनि चल्ने, जे खर्च नहुने त्यस्तो छ। सो अब मल राखिसकेपछि अब खन्नु पर्ने हुन्छ चट्ट लाएर। अब मल फिटिएको छ हैन, यस्तो जोतिया जस्तो ढाउँदैन, बाङबुङ खन्ने हो। टक्क लाएर समय हुने सारा भयो। अब चाहिँ बेर्ना छिर्नु पर्ने हुन्छ। बेर्ना पनि हिँड्ने रहेछन्। बेर्ना पनि छिन्ने हो। अब यसलाई अब मजाले हेरेर लाइन बनाउनु पर्ने हुन्छ। लाइन सरर लाइन कार्यो थोरै हैन, यसरी कार्यो। अब जुन यो सिया छ नि, त्यो सियामा चाहिँ टक्क टक्क लाएर यिनी बिरुवा चाहिँ राख्नु पर्ने हुन्छ। अब लाउनु त थाहा पाउनु भएको होला तपाईँले कस्तो तरिकाले लगाउनुहुन्छ। हामी चाहिँ यस्तो तरिकाले लगाउँछ हैन, चट लाएर एकान्त सेट लगभग 5 सेन्टी 7-10 सेन्टी नै राख्दा हुन्छ। यो सिधा धर्का तानेर एक सिया जस्तै हलल जोटी जस्तो बनाएर सर यसरी बसाल्ने, एक एक गरेर लगभग 4 सेन्टी 5 सेन्टीको सेन्टरमा चाहिँ राख्नु पर्ने हुन्छ। यसरी राखिसकेपछि हैन, अब फेरि चाहिँ अब यो माटोलाई चाहिँ यतातिर राख्नुपर्ने हुन्छ। हामीले चाहिँ यसरी रोप्छौँ, तपाईँले कसरी रोप्नुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला। अब चाहिँ यसलाई चाहिँ यस माटो फाल्नुपर्ने हुन्छ, यसरी बनाउनु पर्ने हुन्छ। तपाईँले मल पहिला राख्नु भएको छैन भने तपाईँले चाहिँ मल राख्नु होला। मैले चाहिँ अर्ग्यानिक एकदमै हुन्छ नि, गाई भैँसीको मल मात्रै राखेको छु। यसरी जरा टोपिने हिसाबले चाहिँ राख्नु होला। तपाईँले मल राख्नु भएको छैन पहिले नै, तपाईँले हैन यो खनजोड गर्दाखेरि तपाईँले मल राख्नु भएको छैन भने यो सियामा चाहिँ मल राखेर चाहिँ तपाईँले टोप्नु पर्ने हुन्छ। सो अब यसरी टोपियो, हेर्न सक्नुहुन्छ सरर लाएर यसरी टोपिएको छ। सिया बनायो, यो हलो जोतेको जस्तो। फेरि यही सियामा चाहिँ राख्नु पर्ने हुन्छ। अब राख्न गइरहेको छु, तपाईँले पनि राख्नु होला। यो बाख्लो भयो, बाख्लो कति यति ठिकै त छ नि, यति ठिकै छ। बाख्लो हुँदैन के, यति हो, यति ठिकै छ, यति ठिकै छ। यति त गोर्नै चाहियो त। ल अर्को एकदमै पुरानो किसान हाम्रो मम्मी आउनु भएको छ। ल रोप्नु त। उहाँले फलाइरहनु भएको, उहाँले सिकेको हो। यति तारा रोप्दा हुन्छ, रोप्नु त। ल तारा भयो भन्नुहुन्छ मलाई। ल त नि लाउनुहोस्। ल भयो, भइसक्यो। सरसर सब माटो चाहिँ राखिदिउँ होइन, यसको भइहाल्छ। यहाँनिर सिमी लगाएको, यहाँनिर साग छ, यहाँनिर गोपी छ, यहाँनिर टमाटर छ,
अनि यो सिमीको बेर्ना रहेको छ, यो सिमीको झाल रहेको छ। लास्ट स्टेजमा आइसकेको छ। हाम्रो अब चाहिँ यो अब घर खानको लागि चाहिँ यो लगाइरहेका छौँ। मम्मीले टक्क लगाइरहनु भएको छ। सानो छ एरिया, अब अर्को ठाउँ लगाउनु पर्ने हुन्छ घर खानको लागि। अब यो धेरै उत्पादन गऱ्यो भने कामै छैन, मूल्य नै जाँदैन। त्यो भएको कारणले चाहिँ थोरै एरियामा चाहिँ लगाएको छौँ। सो भिडियो कस्तो लाग्छ, भिडियो मन पऱ्यो लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु ल। थ्याङ्क्स फर वाचिङ।